प्रेम प्रेमको कुनै कारण हुँदैन। जहाँ कारण हुन्छ त्यहाँ प्रेम हुँदैन, लेनदेन हुन्छ। प्रेम यदि साँचो छ भने त्यो शुद्ध हुन्छ, बिना कारण, बिना शर्त, बिना स्वार्थ। कारणले जन्मिने सबै कुरा समयसँगै बदलिन्छ। आज जुन कारण छ भोलि त्यो हट्न सक्छ। यदि तपाईँ कसैलाई उनी राम्री छिन् भनेर प्रेम गर्नुहुन्छ भने त्यो प्रेम होइन, आकर्षण हो। यदि तपाईँ कसैलाई उनी मसँग राम्रो व्यवहार गर्छिन् भनेर प्रेम गर्नुहुन्छ भने त्यो आदान प्रदान हो। कारणमा आधारित प्रेम भनेको सम्झौता हो, व्यापार हो। तर साँचो प्रेम त्यो त स्वतः स्फूर्त हुन्छ। त्यो कुनै कारणको खोजी गर्दैन, त्यो केवल बन्छ, बग्छ र फैलिन्छ। जुन प्रेममा अपेक्षा हुन्छ त्यो बन्धन हुन्छ। जुन प्रेममा शर्त हुन्छ त्यो दबाव हुन्छ। जुन प्रेममा तुलना हुन्छ त्यो ईर्ष्या हो। प्रेम तब मात्र प्रेम हुन्छ जब त्यो स्वतन्त्र हुन्छ, जहाँ न कुनै स्वार्थ हुन्छ, न कुनै दबाव हुन्छ, न कुनै चाहना हुन्छ। जसरी फूल फुल्छ र सुगन्ध फैलाउँछ, त्यसले को आयो, कसले सुँग्यो भन्ने हेर्दैन। प्रेम पनि त्यस्तै हुन्छ। त्यसले दिन्छ तर बदलामा केही खोज्दैन। प्रेममा न त अधिकारको दाबी हुन्छ, न नियन्त्रणको चाहना। साँचो प्रेम भनेको कुनै कारणले होइन, चेतनाको गहिरो तहबाट स्वतः निस्किने अनुभूति हो। त्यसकारण जब तपाईँ कसैलाई प्रेम गर्नुहुन्छ र त्यो प्रेम किन भन्ने प्रश्नको उत्तर दिन सक्नुहुन्छ, तब त्यो प्रेम होइन, त्यो कारण हो। र जहाँ कारण छ त्यहाँ प्रेम छैन। त्यसैले प्रेम भन्नुको अर्थ हो तपाईँको भित्रको मौन गहिराईबाट उब्जिएको एक अनुभूति, जुन न त शर्तले बाँधिएको छ, न त डरले च्यापिएको। साँचो प्रेम त स्वतन्त्र हुन्छ, हावा जस्तै, सूर्य जस्तै, आकाश जस्तै असीम, सशक्त र निर्विकल्प हुन्छ। साँचो प्रेम।